म बनाउँदैछु थुक्पा है, एकदम मिठो भएको थियो। सुरुमा चाहिँ मैले यसमा पर्क युज गरेँ, तपाईँहरूले अब आफ्नो चोइसको मिट युज गर्दा हुन्छ। अनि यो मजाले फ्राई गरेर नुन, गार्लिक पाउडर, थोरै चिली फ्लेक्स र मिट मसला हालेर यसलाई मजाले मिक्स गरिदिने। त्यसपछि सोया सस हालेर यसलाई फेरि पनि मजाले मिक्स गर्दैछु, यो रेडी हुन्छ। त्यसपछि प्यानमा तेल हाल्ने, जिरा, कालो जिरा, मेथी पड्काएर यसमा टक्कसँगले लसुनको पेस्ट हालेर यसलाई मजाले गोल्डन ब्राउन हुने गरी फ्राई गर्ने है। अनि त्यसपछि प्याज हाल्ने, प्याजलाई पनि मजाले मिक्स गरिदिने र यसमा पालो आउँछ टमाटर हाल्ने, टमाटर पछि नुन, त्यसपछि चिली पाउडर, थोरै मसरुम मसला, मरिचको धुलो र थोरै सब्जी मसला हालेर यसलाई मजाले मिक्स गरिदिने र यसको यस्तो ग्रेभी बनाउने। त्यसपछि यसमा बन्दा अनि त्यसपछि बेल पेपर, गाजर, हरियो प्याज हालेर यसलाई टक्कसँगले मजाले मिक्स गर्नु पर्यो। मजाले मिक्स गरिसकेपछि तातो पानी हालेर यसलाई मजाले बुलुक बुलुक उमाल्ने होइन। अनि साइडमा चाहिँ उम्लेको पानीमा नुडल्स हालेर तेल, नुन र बेसार हालेर यसलाई पनि मजाले उमाल्ने र यो चिसो पानीमा पखाल्ने। अनि त्यसपछि बलमा नुडल्स हाल्ने, अहिलेको बनाएको यो थुक्पाको सुप हाल्ने। अनि त्यसपछि पर्क, अनि प्याज र धनियाँ, त्यसपछि सोयाबिन, अनि यो टिमुरको छोप र काटी हाल्ने अनि मस्तले खाने है त।